आज चाहिँ डाइरेक्टै घोराइबाट बस चढेर म जाँदैछु घर चाहिँ मुवालाई भेट्न होइन। मुवाको कस्तो रियाक्सन आउँछ हेरौँ है त है। डाइरेक्टै घोराइ बस चढेर म चाहिँ तुलसीपुर पुगेर चिया पिएँ। चिया पिइसकेपछि चाहिँ चिया त सबैलाई छ। बिहान 6 बजेदेखि अहिलेसम्म सामान बाँधिरहेको छु अनि भर्खर कोर्चो भएको छ, भर्खर हात सात धोएर बसिरहेको छु। आज मान्छे आउने बित्तिकै सारा भएर जान्छ। रमाइलो यात्रा गर्नुपर्छ ल आज एकदम। गफ सकेर कपुरकोटको धुलो खाँदै अगाडि बढिराखेका छौँ। कपुरकोटमा धुलो यति धेरै छ कि सिसा खोलियो भने मान्छे नै चिन्दिन सकिँदैन। यही धुलो खाँदै खाँदै पुग्यौँ हामी मुलपानी भात खान। ग्वाम मैले पनि 2-4 गाँस भात के खान मन लाग्थेन खाइदिएँ। श्रीनगर जाने क्रममा शिव बाबाको दर्शन पनि भइहाल्यो। त्यसपछि लाग्यौँ हामी श्रीनगर बजारतिरको भ्यू चाहिँ यति दामी देखिन्छ। श्रीनगरबाट अगाडि बसेको बेलाको बच्चा मेरो काखमा आएर छपक्क बस्छ। ठिकै छ पल्सा जस्तै छौ हेन्सी छौ भने। त्यसपछि पुग्यो हामी थारमारे बजारमा गएको बेला सानो सानो छिटा पानी पर्यो। फेरि लाग्यौँ हाम्रो घरतिर। हाम्रो घर जाने बाटो त यति साँघुरो सानो छ। यो चाहिँ पहिला हामी बाख्रा चराउने आउने ठाउँ। सो सुरु गरौँ अब भिडियोबाट। सो गाइज फाइनल्ली 4-5 महिनाको घोराइमा बसाइ सँगसँगै अहिले चाहिँ मेरो मुवालाई भेट्नलाई चाहिँ म अब सल्यान घर जाँदैछु। सो आजको यात्रा कस्तो हुन्छ होइन, सल्यान जाने बाटो कस्तो छ, A to Z कुरा आज हजुरहरूलाई देखाउने छु। हस्त लागौँ है त पहिले घोराइदेखि तुलसीपुर जाने बसतिर। सो हामी चाहिँ अब लागिसकेका छौँ होइन मेन रोडतिर। बस आइसकेको छ होइन। सो सामान चाहिँ यता छ, सामान चाहिँ अगाडि ल्याउनु पर्यो। सो यो चाहिँ तुलसीपुर जाने बस हो। फुट्ने सामान छ है। आजको यात्राको सुरुवात हुन्छ हाम्रो घोराइ बसदेखि। हामी घोराइबाट बस चढेर डाइरेक्ट लाग्यौँ तुलसीपुरतर्फ। तुलसीपुरतर्फ जाँदै गर्दाखेरि रोड बनिराखेको थियो। मैले पनि बाहिरको बिहानको भ्यू हेरेर इन्जोय गरेँ। यो चाहिँ हाम्रो सिमेन्ट फ्याक्ट्री। अनि सिमेन्ट फ्याक्ट्री हेर्दा हेर्दै म त कतिखेर बुस्क निदाएर नि उठिसकेको रहेछु। त्यो दिनजेलमा हामी चाहिँ पुग्यौँ बिजौरी। बिजौरीमा एकछिन गाडी रोकियो। गाडी रोकिए सँगसँगै हामी अगाडि लाग्यौँ। यो चाहिँ हाम्रो गुवार खोला। गुवार खोलाको पुलमाथि चाहिँ मैले केही संवाद बोल्दाखेरि चाहिँ आवाज त्यो टेक्निकल प्रोब्लमले ल्याउन सकिनँ। त्यो दिनजेलमा हामी चाहिँ पुग्यौँ तुलसीपुरतिर। तुलसीपुर पुगेर चाहिँ अब हामी झर्नुपर्ने भयो। म चाहिँ अब झरेर सामान झिकेर सल्यान रोडतिर लाग्नुपर्ने छ। गाडीले चाहिँ घोराइ रोडमै गाडी रोकिदिन्छ, नत्र तल बस पार्कै लग्छ। गर्दा मेरो सामान निकालेर म चाहिँ लागेँ सल्यान रोडतिर लाग्दै 2-4 जना अटो दाइहरू आएर जाने हो भाइ कहाँसम्म हो भनेर सोधपुछ गर्दै हुनुहुन्थ्यो। अनि होइन दाइ मैले चाहिँ पैसा छैन जानलाई भने। अनि होइन भ्लग बनाउँदै जाम्न त रमाइलो हुन्छ भाइ, धेरै पैसा लाग्दैन भन्नुहुन्थ्यो। नाइ दाइ म जाँदिनँ हिँड्दै जान्छु भने। म चाहिँ लागेँ यता वीरेन्द्र चोकतिर। हाम्रो राजा वीरेन्द्रको चाहिँ शालिग छ यहाँनिर, त्यही भएर चाहिँ यसलाई वीरेन्द्र चोक भनिन्छ। यहाँ चाहिँ 4वटा बाटाहरू छन्। एउटा बाटो चाहिँ उता नेपालगञ्ज जाने, यता चाहिँ सल्यान जाने, यता नेपालगञ्ज जाने, यता चाहिँ सल्यान जाने होइन। अनि यो चाहिँ म भारी बोकेर हिँडेँ अगाडि। लुकुर हिँड्दै म चाहिँ एउटा चिया पसलको बाहिर रोकिएँ। चिया पसलको बाहिर रोकेर मैले सोचेँ अब चाहिँ चिया पिउनु पर्छ है भनेर। एकछिन वरपरको भ्यू हेरेँ। गाडी चाहिँ सल्यान जाने गाडी यतैबाट लाग्छ। अब हाम्रो गाडी चाहिँ कतिखेर आउनु थाहा छैन। सो थाहा नभइसकेपछि म चाहिँ एकछिन लागेँ भित्रतिर चिया पिउन म चाहिँ भित्र लागेँ। भित्र गएर दिदीलाई चाहिँ चिया है भने। चिया भनेर म चाहिँ गएर टेबल बेन्चमा बसेँ। बसिसकेपछि एकैछिनमा चाहिँ मेरो चिया आयो। अनि चियासँग खाने खस्ता केही थिएन। सो मैले सिङ्गल चिया पिएँ। चिया पिएर म चाहिँ बाहिर निस्केँ। गाडीले फोन गरेको थियो आएँ भनेर। टक्क गाडीमा सामान राखेँ। गाडीमा सामान राखिसकेपछि एकछिन चाहिँ त्यहाँ वेट गर्नुपर्ने भयो। किनकि गाडी म 8 बजे, अहिले चाहिँ 8 बजे, म चाहिँ 2 घन्टा वेट गर्नुपर्ने भयो। किनकि गाडी चाहिँ 10 बजे जाने भयो। किनकि आउने मान्छेले ढिला गर्ने भएर। यहाँ चाहिँ केही कुराकानी पछि चाहिँ हामी लाग्यौँ आफ्नो संवादतिर। केही कुराहरू मैले पनि बोलेँ तर स्पष्ट माइकले दिन सकेन। सो त्यही भएर मैले चाहिँ भोइस डबलिङ गरेँ। सो गाडी चाहिँ यही हो, मान्छेहरू यता छन्। सो रमाइलो यात्रा गर्नुपर्छ भन्ने तरिकाले चाहिँ हाम्रो संवाद भयो।
सम्भार सँगसँगै मान्छेहरूको भित्र चढ्नेको ओहिरो लागिरहेको थियो। गाडी चाहिँ समथिङ आज फुल नै भइराखेको थियो। गाडी फुल भए सँगसँगै मलाई नि कहाँ बस्ने भन्ने चिन्ता भइराखेको थियो। मलाई फेरि भिडियो बनाउनलाई अगाडिको सिट नै आवश्यकता पर्थ्यो। भिडियोको अगाडिको सिट चाहिँ मैले भने ड्राइभरलाई चाहिँ हुन्छ मिलाइदिन्छु जसरी नि तपाईँलाई भन्दै थिएँ। ड्राइभरसँगको एकछिन मिठो गफ। म एकदम पीडितमा छु अहिले। पीडा त सबैलाई छ। बिहान 6 बजेदेखि अहिलेसम्म सामान बाँधिरहेको छु अनि भर्खर कुर्चोट भएको छ, भर्खर हात साथ धोएर बसिरहेको छु। ल ठिक छ, आज मान्छे आउने बित्तिकै सरररर फररर भएर जान्छ। रमाइलो यात्रा गर्नुपर्छ ल आज एकदम। ड्राइभरसँगको मिठो गफ सँगसँगै अब चाहिँ हामी लाग्न लागेका छौँ अगाडितिर। हामी चाहिँ यो राप्ती राजमार्ग हुँदै हामी चाहिँ सिर्नुवा थारमारे हुँदै हाम्रो दार्मा गाउँपालिकामा प्रस्थान गर्नेछौँ। दार्मा गाउँपालिका भनेको रुकुम र सल्यानको सिमानामा पर्छ। रुकुम उतापट्टि हाम्रो पालिका यतापट्टि पर्छ, त्यही भएर यहाँदेखि चाहिँ धेरै टाढा छ। हामी चाहिँ हेर्दै तुलसीपुरको भ्यू हेर्दै हामी चाहिँ अगाडि राप्ती राजमार्गबाट अगाडि बढ्यौँ। नेपालको बाटो खासै राम्रो थिएन। बाटो पिच भयो भने कतै खाल्डाखुल्डी त भेट्टी नै हाल्थ्यो। त्यतिन्जेलमा हामी पुग्यौँ कपुरकोट। देख्न सक्नुहुन्छ कपुरकोटको बाटोको हालत। धुलै धुलो माटै माटो। सिसा खोल्नियो भने मान्छे नै चिन्दिन्न। गाडीको हालत कस्तो हुन्छ धुलोले कुरै छोडिदिनुहोस्। यो चाहिँ हामी चाहिँ अब यहाँदेखि अगाडि लाग्ने क्रममै छ। झन् कहिले अगाडि टिप्पर लाग्यो भने त धुलोले मारिहाल्छ। त्यस्तै रमाइलो गर्दै हामी लागिरहेका थियौँ। अगाडि चाहिँ झ्याम्म टिप्पर लागिहाल्यो। धुलो यति उडायो यति उडायो यति धुलो खुवायो। सिसा बन्द गरेका थियौँ होइन यस्तोमा अनि चाहिँ हाम्रो चाहिँ पसिना नै बग्न थालेछ। धुलोले सिसा बन्द गरेको पसिना नै बग्यो हाम्रो चाहिँ भित्र गरेको। सो हामी चाहिँ कपुरकोटको बाटो अगाडि लागिरहेका छौँ। केही बेरमा नै अब सल्यानको सिमाना आउन लागिसकेको छ। सिसा बन्द गरेको कारणले हामीलाई चाहिँ लास्टै गऱ्यौँ बाचा पसिना पुस्दै हिँड्दै गर्ने। यो चाहिँ हो हाम्रो राप्ती राजमार्गको बाटो। यहाँ चाहिँ अब सल्यान सीमा सकियो। यता चाहिँ हामी सल्यानमा प्रवेश गरिसकिनँ। अब चाहिँ राप्ती राजमार्ग हुँदै सल्यानमा प्रवेश गरिसकेका छौँ। केही बेरमा नै अब कपुरकोटको बजार आउनेछ। देख्न सकिन्छ बाटो चाहिँ पहिलेको भन्दा थोरै ठिक बनाएको रहेछ कपुरकोटको बाटो। हामी पनि त्यही बाटो हुँदै कपुरकोटको भ्यू हेर्दै लाग्यौँ अगाडितिर। यो चाहिँ कपुरकोट पुलिस ब्यारेक। यो चाहिँ गेट है कपुरकोटको हार्दिक स्वागत गर्दछु म। पारिदेखि नै चाहिँ कपुरकोट बजार। हामी चाहिँ यता माथितिर चाहिँ रोल्पा जाने बाटो, यता चाहिँ सल्यान जाने बाटो। गाडी आएको थियो तरकारी ल्याएर हामी चाहिँ अगाडि बढ्यौँ। कपुरकोटको बजार हो यो। यहाँ चाहिँ सब्जीहरू लास्टै सस्तो सस्तो पाइन्छ किनकि यतातिर लास्टै सब्जीहरू उब्जाउ गर्छ। त्यस्तै गर्दा गर्दै हामी कपुरकोटबाट झऱ्यौँ तलतिर। कपुरकोटबाट तल झरिसकेपछि हाम्रो आउँछ एउटा मुलपानी। ट्रकलाई ओभरट्याक गरेर हामी चाहिँ अगाडि लाग्यौँ। हामी चाहिँ सल्यानको सल्लाले सजिएको पाखा पखेरा हेर्दै अगाडि बढ्यौँ। हामी चाहिँ बिस्तारै बिस्तारै अगाडितिर बढ्यौँ। यो चाहिँ मुलपानीको मेन ठाउँ। यसलाई चाहिँ भन्छ मुलपानी। हामी चाहिँ तारी गएर चाहिँ खाना खाने होटेल चाहिँ ट्याक्क आइपुग्यौँ भने मलाई नि बिहानदेखि केही नखाएको लास्टै भोक लागेको थियो। यहाँ खाना मिठो हुन्न तैपनि खाना मिठो नभए नि भोक लागेको बेला खानै पर्ने अवस्था आयो। म चाहिँ खाना टोकन लगेर भित्र थिएँ। भित्र गएर टोकन दिएँ। टोकन दिइन बित्तिकै चाहिँ खाना आइसक्यो। मासु खाने पैसा थोरै थियो, त्यही भएर मैले चाहिँ दालसँगको सादा खाना खान रुचाएँ। त्यसपछि मैले खाँदाखेरि नि एउटा भिडियो हानिहालेँ। खाना नमिठो भन्न मिल्दैन, ठिकै थियो, बेटर थिएन। त्यसपछि खाना थप ल्याइराख्नु भएको थियो। यता चाहिँ आएको, यता चाहिँ दामी भ्यूहरू रहेछ। अनि यही बाटो हो हामी अगाडि बढ्ने। हामी चाहिँ अगाडि बढिसक्यौँ। मुलपानीदेखि अलि पर गइसकेपछि सोलाभाङ आउँछ। सोलाभाङ क्रस गरेर हामी चाहिँ तल लाग्यौँ। हामी चाहिँ लाग्यौँ अरेङ्गाली फेदीतिर ओह्रालो झरेर। यो चाहिँ हो हाम्रो अरेङ्गाली फेदी। यहाँनिर चाहिँ बाटोमा हिँड्न लागेदेखि राम्रो भएको छैन जिन्दगीमा। यस्तै धुलो धुवा हुन्छ।
यहाँबाट चाहिँ अब सम्मै छ। हामी चाहिँ आइपुग्यौँ जसो तसो धुलो खाँदै लुहाम। यसलाई चाहिँ भनिन्छ लुहाम बजार। हामी चाहिँ लुहाम बजारमा एकछिन रोकियौँ। मान्छे झर्ने हुनुहुन्थ्यो, त्यही भएर लुहाम बजारमा एकैछिन रोकियौँ। लुहाम बजारमा एकछिन रोकिएसँगसँगै हामी चाहिँ फेरि लाग्यौँ अगाडितिर। अगाडि लाग्दै एकदम रमाइलो गफसफ गर्दै यो राप्ती राजमार्गमा वरिपरि हरियाली डाँडाहरू, खेतमाथि अहिले लहराउँदो गहुँहरू झुलिराखिएको। त्यही माथि झन् म त 4-5 महिनापछि गाउँ फर्किँदै लागेको। महसुसै फरक थियो। यो चाहिँ हो हाम्रो शङ्खमुल। उता जाने बाटो चाहिँ शङ्खमुल जाने बाटो। एकैछिनमा देखाउनेछु शङ्खमुल। यो चाहिँ हाम्रो साँघुरो छ, एउटा गाडी मात्र पास हुने पुल छ। बनाउँदा अलि चाक्लो पुल बनाउनु पर्ने थियो। सानो पुल छ, तर पनि गाडी स्पिडमै लागेको छ। अब चाहिँ म देखाउँछु हजुरहरूलाई चाहिँ शङ्खमुल। यो चाहिँ हो हाम्रो शङ्खमुल। शङ्ख छ, ठुलो शङ्ख छ। यहाँ चाहिँ हेर्दै रमाइलो गर्दै मान्छेहरू पछाडि सुतिराख्नु भएको छ होइन, कोहीले खाइराख्नु भएको छ। देखाउँदै हामी चाहिँ पुग्यौँ। यहाँ शिवको मूर्ति छ। यहाँ चाहिँ ठ्याक्कै मलाई थाहा छैन, यो चाहिँ सल्यानभन्दा यता पर्छ होइन। यहाँ चाहिँ आइपुग्यौँ। यहाँ चाहिँ थोरै दर्शन गऱ्यौँ। दर्शन गरिसकेपछि लाग्यौँ फेरि हामी आफ्नै अगाडि बाटोतिर। बाटो चाहिँ कतै खाल्डाखुल्डी भयो नि, साँघुरो भयो नि, बाटो चाहिँ ठिकै थियो। गाडी 40-50 को स्पिडमा गइराखेको थियो। पहाडको बाटो हो, बिस्तारै जानुपर्छ भनेर। यो चाहिँ सालगाडी र सल्लागाडीले चाहिँ पुरै सल्यान सजिएको छ। हेर्न सक्नुहुन्छ सल्यान श्रीनगर उपत्यका हो। यो चाहिँ वरिपरि डाँडा छ, बीचमाथि चाहिँ ठुलो खेत छ। यो चाहिँ हाम्रो लान्ती बजार हो। हामी लान्ती बजार पनि बिस्तारै क्रस गयौँ। लान्ती बजारमा यहाँनिर चाहिँ पिपलको बुटा छ। लान्ती बजारदेखि हामी चाहिँ बिस्तारै अगाडि बढ्यौँ। लान्ती बजारदेखि 4 किलोमिटर अगाडि मात्रै शिवनगर बजार आउँछ। यो चाहिँ शिवनगरभन्दा यताको भ्यू हो। देख्न सकिन्छ खेतमा गहुँ चाहिँ लहराउँदो फलिराखेको छ। वरिपरि डाँडाहरूले सजिएको छ। डाँडा पनि अरू जस्तो डाँडाहरू छैन। चट्टानले बनाएका पहाडहरू, नरुख नबिरुवा त्यस्तो खालको पहाडहरू छ वारिपारि। ठाउँमा भएको भए यो शारदा नदी हो। निलो छ, माछा मार्ने मान्छेहरू हुनुहुन्छ। बिस्तारै हामी पुग्यौँ सल्यानको श्रीनगर बजारमा। सल्यानकै सबैभन्दा ठुलो बजार श्रीनगर बजार हो। यहाँ चाहिँ लाइट होला सायद पोलमा उभिएको लगाएको चाहिँ। हामी चाहिँ श्रीनगर बजारमा प्रवेश गर्यौँ। थोरै भिडभाड थियो, गाडीको चाप त्यति थिएन श्रीनगर बजारमा। झरेर एउटा दुईटा भिडियो हानौँ कि भनेर हानिराखेको छु म चाहिँ। पहिले चाहिँ दाई बिग फ्यान भन्दै कसैले परबाट हाई हलो गरिराखेका थिए। त्यतिकैमा म चाहिँ एउटा भाइले हाई भन्छ, अनि सबैले मलाई देखाउनु हाई 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 भन्दै थिए। मलाई चाहिँ झ्याउ लागेर भिडियो बन्द गरेर गाडीमा बसेर चल्दिहालेँ। यहाँबाट चाहिँ हामी अलि माथि जानुपर्छ। माथि गएर चाहिँ अगाडि लाग्नुपर्छ। किन हो खै यहाँनिर गाडी रोकियो। यो चाहिँ हाम्रो सुरक्षा गेस्ट हाउस हाम्रै गाउँको। यो चाहिँ मेरो भाइ हो। फेरि आफ्नै भाइ भन्दा पनि केही फरक पर्दैन। श्रीनगर अघि आएर बसेर चाहिँ मलाई थाहा पनि थिएन। हामीसँगै वरपर भयो। माथितिर जाने चाहिँ खलङ्गा जाने बाटो। यता चाहिँ हामी राप्ती राजमार्ग हुँदै रुकुम जाने बाटोतिर लाग्यो। यो चाहिँ श्रीनगर बजार सकिनै लाग्छ। अब श्रीनगर बजार भनिसकेपछि सल्यान जिल्लाकै सबैभन्दा ठुलो बजारको नाममा आउँछ। यो चाहिँ हो ढोरचौर बजार। यहाँ घरहरू चट्ट पहाडमा मिलेर बसेका छन्। यो चाहिँ श्री स्वर्गद्वारी पिक्स भन्ने यो टरक चाहिँ हाम्रो तुलसीपुरदेखि नै अगाडि लागेको टरक हो। तर कहाँ फुर जित्छ, हामी बसेको बेला अगाडि पाक्छ। कति देशमा आगो टिप्पर भएर नि अगाडि जाँदा क्रममा चाहिँ एउटा भाइ र एउटी बहिनी चाहिँ बसी गयो। बाबुलाई चाहिँ ठाउँ नभएर मैले काखमै बसालेँ। हामी अगाडि ड्राइभर बस्ने ठाउँमा 8 जना यसो तसो कोचिएर 8 जना बसेका थियौँ। यस्तो गाह्रो भएको थियो। यो चाहिँ हाम्रो सल्यानको रोड। यो चाहिँ धेरै ठाउँमा छैन। यो 3 किलोमिटर जति मात्रै छ यस्तो रोड। मलाई चाहिँ यस्तै रोड लास्टै मनपर्छ। फेरि आयो धुलो माटो। यता चाहिँ कोटबारातिर जाने बाटो, अनि उता चाहिँ हाम्रो थारमारे जाने बाटो। यता चाहिँ दमाचौर कोटबारातिर जाने बाटो। हामी चाहिँ यस्तै गर्दा गर्दै थारमारे बजारमा प्रस्तुत भयौँ।
सायद यहीँदेखि हामी रुकुम जाने बाटो छोडेर हाम्रो गाउँतिर जाने बाटो रोज्नुपर्छ। थार्मेले बजारमा एकछिन हेरफेर गरियो, वरपर घुमियो, त्यतिकैमा हामी उकालो लाग्यौँ। बिस्तारै बिस्तारै उकालो लाग्यौँ, मान्छेहरूले काम गरिराख्नु भएको थियो। अब चाहिँ बाटो ठिकै छ। माथि पुग्दाखेरि पहाडहरू यस्तो दामी देखिन्छ। जति बजारमा बसे नि जति सुविधा बजारमा भयो नि गाउँ आएपछि आनन्दै छुट्यो। मान्छेलाई बजार किन मन लाग्छ? मलाई त पहाडै मन लाग्छ। यदि म त पैसाको खोजीमा मात्रै बजार जाने गर्छु, नत्र त मलाई मेरो गाउँ नै प्यारो छ। गाउँमा हरियाली, बिहान गाडीको आवाजले होइन चराचुरुङ्गीको मिठो सुमधुर आवाजले उठाउने गर्छ मान्छेलाई। यस्तै गफगाफ गर्दा गर्दै हामी चाहिँ लाग्यौँ अगाडितिर। यो चाहिँ दामी छ, यो चाहिँ भाइरल रोड भन्छ, सल्यानको भाइरल रोड। दामी छ यो चाहिँ, हाम्रो गाउँदेखि नजिकै पर्छ। हामी चाहिँ बाटोमा हिँडिराखेका थियौँ, लाली गुराँसहरू झपक्क फुलिराखेका रहेछन्। तर अलि मोबाइलको क्यामेरा गतिलो नभएर चाहिँ धेरै देखाउन पाइनँ मैले लाली गुराँस। त्यस्तै गर्दा गर्दै हाम्रो यो ठाउँलाई चाहिँ भन्छ चोरपानी। यो पनि एउटा सान्तिनो बजार नै मान्छौँ हामी गाउँतिर। चोरपानी बजार क्रस गरिसकेपछि 4 किलोमिटर अगाडि मौल हाल्ने बजार आयो। यो चाहिँ मौल हाल्ने बजार। यो चाहिँ दार्मा गाउँपालिकामै पर्छ, हाम्रो पालिकाभित्रै पर्छ। पालिका 4 नम्बर वडा हो। हामी जानुपर्ने चाहिँ 1 नम्बर वडा हो, रुकुमको सिमानामै पारेर रुकुम हाम्रो। उता पाहाडीबाट भएर जान्छ बडा गाउँ, चौरजारी, रुकुम चौरजारी जान्छ। हामी चाहिँ लाग्यौँ यतातिर। म त सायद पिच भएको होला भन्ने सोचेको थिएँ। पुरै बाटो रहन्छ, 2 किलोमिटर मात्रै पिच छ हाम्रो गाउँतिर जाने बाटो। यो पुरै पिच गर्नुपर्ने। खै के हो, नेताहरूले खाना पल्केको कि के भएको। अनि चाहिँ बाटो बिस्तारै क्रस गर्दा गर्दै कच्ची रोड आइहाल्यो। कच्ची रोड आउन बित्तिकै झन् हाम्रो सल्यानमा घन्टीले हारेको यत्तिकै रिस उठेको थियो। त्यस्तै गर्दा गर्दै हामी चाहिँ आयौँ हाम्रो दार्मा गाउँपालिकाको सबैभन्दा ठुलो बजार फारुला बजारमा। देख्न सक्नुहुन्छ पारी चाहिँ फारुला बजार हो। फारुला बजार चाहिँ यही हो। पहिला चाहिँ सानो थियो, अहिले सबै कुराको सुविधा छ। सबै कुराको सुविधा छ। यो चाहिँ हो हाम्रो नोबेल ब्याङ्क। हामी चाहिँ ब्याङ्क आउँदा यही ब्याङ्कमा आउँछौँ। हाम्रो दार्मा गाउँपालिकामा एउटा मात्रै ब्याङ्क छ, त्यो हो नोबेल ब्याङ्क। प्राय सबैजनाले नोबेल ब्याङ्कबाटै खाता खोल्नु भएको छ। हामी चाहिँ एकछिन फारुला बजारमा आएर रोकियौँ। मान्छेहरू झर्नुहुन्थ्यो, यहाँबाट चढ्ने मान्छे पनि हुनुहुन्थ्यो। माथि दार्माकोट जानलाई यही गाडी मात्र जान्छ, हाम्रो घरको बाटो जान्छ यो गाडी चाहिँ। यो चाहिँ हो मौलवी खाली भन्ने ठाउँ। पारी देखिने चाहिँ हाम्रो घर, पारी डाँडा चाहिँ हाम्रो घर हो। त्यो पिपलको बुढा त्यो चाहिँ हाम्रो घर हो। यो माथिबाट जाने बाटो हो वास्तवमा। तलबाट किन जान्छ भन्दाखेरि माथिबाट बाटो बनाइराखेको छ, त्यही भएर तल्लोबाट जानुपर्ने भएको छ। यो माथिबाट जान्थ्यौँ, अब तल्लोबाट जान्छ। तल्लोबाट चाहिँ हाम्रो रुकुम जाने बाटो हो, रुकुम खोला गाउँ चौरजारी जाने बाटो। यहाँ चाहिँ यति साँघुरो गाडी नि बिस्तारै अट्छ, यत्रो यत्रो भिरहरू छ। यो चाहिँ हाम्रो घरको तलतिरको हाम्रोतिर जाने बाटो फेरि डबल कटिङ भइराखेको रहेछ। डोजरले एकैछिन हामीलाई रोक्यो, एकछिन बाटो खोलिदिएर फेरि हामी अगाडितिरै लाग्यौँ। बिस्तारै बिस्तारै गर्दा गर्दै हामी चाहिँ गोजामाङ भन्ने ठाउँमा आयौँ। त्यहाँ चाहिँ मान्छे झर्ने हुनुहुन्थ्यो, त्यही भएर एकछिन म पनि झरेँ, अगाडिको मान्छे झर्नै पर्ने भयो। फेरि त्यसपछि लाग्यौँ हामी उकालो। यो त हाम्रो बाख्रा चराउने ठाउँ हो। यहाँ चाहिँ हामी हिँड्ने डुल्ने ठाउँ हो। अहिले यही बाटोमा पनि गाडी लागिरहेको खुसी लाग्यो। गाइस, यो चाहिँ हाम्रो बाख्रा चराउने ठाउँ हो होइन। समथिङ अब चाहिँ हामी घरको नजिक नजिक पुगिसकेका छौँ। हामी चाहिँ यतातिर टक्क बाख्रा चराउन ल्याउँथ्यौँ, यतातिर खेल्ने होइन। पहिला चाहिँ यसो गर्थ्यौँ होइन, यतातिर चाहिँ यहाँनिर बस्ने। पहिला चाहिँ हामी यहाँनिर चाहिँ ग्वाला आएको बेला, बाख्रा चराउन आएको बेला भलिबल खेल्थ्यौँ यहाँनिर चाहिँ। समथिङ जङ्गल मेटिन लाग्छ। अब यो जङ्गल मेटिन बित्तिकै टक्क हाम्रो घर आउँछ। गाइस, माथि देखिने त्यो चाहिँ हाम्रो हो होइन। सो गाइस, फाइनल्ली आफ्नो जमिनमा पाइला टेकियो है अब चाहिँ होइन। यहाँदेखि चाहिँ हाम्रो जमिन पर्छ होइन, यहीँदेखि चाहिँ हाम्रो जमिन पर्छ। हेर्नु, म हजुरहरूलाई देखाउँछु। हाम्रो जमिन यति धेरै काटेको छ कि रोडले होइन। यो माथितिर टोटल हाम्रो जमिन हो होइन, पुरै हाम्रो जमिन हो यता माथितिर होइन। अनि यो सब हाम्रो यो होइन। फाइनल्ली मैले पारिबाट देखाएको थिएँ पिपलको बुटा भनेर, त्यही पारिबाट हो।
अब चाहिँ चान के छ आराम छौ किन धुलो मात्रै खेलाइरहेछौ त यता चाहिँ हाम्रो भान्जी नानी होइन नमस्ते गर्दै मामालाई सो गाई चाहिँ गाउँ चाहिँ यस्तो छ होइन हाम्रो घर चाहिँ यो हो सो हेर्न सकिन्छ कति महिना पछि आइ म त 4-5 महिना पछि आएँ त यसो आडो गरौँ यो भस्मीमा वेटी छ क्या सो घर आइपुग्यो फाइनल्ली यात्रा सफल भयो यहाँ मर्न लाग्छु म हाम्रो खाना गर्ने कट्यारो घर यही छ सानो थोर्तो हैट सामान त बिक्न गएको छ क्या यता देखिन यस्तो चाहिँ राख्छ